यो रेकर्डिङ भइरहेछ भने लेडिजले यो गाडी बुझाएको हो क्या अनि यो बाइक चलाएर लडेन भने मजा आयो हजुर किन ल्याउने यहाँ रेट यहाँ छ त्यो रेट तपाईँहरूले तासेको होला नि 4,450 रुपियाँ म त पागल हुन्छु होला ल साथीहरू हामी चाहिँ अस्ति लडाएको बाइक त्यो बाइकले बनाउन जाँदैछौँ कोसँग भन्दा जोसँग लडाएको त्यहीसँग अस्ति लडाएर यस्तो भएको छ होइन अनि यो बनाउनु पर्ने छ यो र यो कति लाग्छ साथीहरू यो बनाउँदा के भइरहेछ यता ल मास्तले जा मामाहरू रहेछौँ यहाँ यता आइज ताने उता चेकिङ होइन ए चेकिङै होला ए हो लाइसेन्स चेकिङ हो के चेकिङ हुँदैछ चेकिङ होइन यहाँ उद्योग वाणिज्यसँग चुनाव भइरहेको छ ए चेकिङ होइन ल ल धन्यवाद तपाईँलाई झनै फर्केको क्या यो दिदीको चिन्छौ ओ कसरी जाने हौ यहाँ त एक राउन्ड मात्रै छ जाने कसरी जाने हो यहाँभित्र बाटो छ र राम 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 साथीहरू यहाँ त आज के रहेछ क्या झनै फर्केको हामी त बाटो कता हो कता बिर्सेँ म त आज म दाजु हिरो सोरुम कता हो अस्ति एकचोटि गएको गाडी बनाउन त्यो चाहिँ बन्द थियो पहिले चाहिँ इटहरीमा चाहिँ बिहिबार बन्द हुन्थ्यो भने अहिले चाहिँ शनिबार बन्द रहेछ क्या साथीहरू त्यसैले अस्ति म सोरुममा गएको थिएँ म त सोरुममा मात्रै बनाउँछु नि त गाडी ग्यारेजतिर बनाउँदिनँ क्या अनि सोरुम बन्द थियो क्या फर्केर आयौँ आज फेरि जान आँटेको कुन अरे सोरुम चिप्ले क्या यस्तोमा हजुर जोड सबैजना बुढे तपाईले अगाडिको ब्रेक लाउनु हजुर अगाडिको ब्रेक लाउनु होइन मैले मिलाएर लगाएको कि यहाँ म चाहिँ चिप्ले क्या म चाहिँ भ्याइन खुट्टा भन्न पो कुदाउनु भएको म मैले नभेटेको खुट्टा मजाले लडेको देख्छ भन्ने हुन्छ नि यो रेकर्डिङ भइरहेछ भने मजाले गाडी बजे सुन्छु होला नि अदर खुट्टा चेपिरहेको छु मार्दै
तपाईँले यो चाहिँ बढी चलाउनु भएको भयो जोगिङ थियो कि तपाईँले ए यो बढी चलाउनु भयो त्यो आएको मान्छेलाई यो हातमा जान्छ क्या बढी हो यो हान्नुभयो कि बढी त्यसले गर्दा यो चाहिँ बढी हान्नेको भयो फेरि तपाईँ सेभ हुन्छ केही हुँदैन यो यस्तो हुन्छ स्कुटर कुदाइरहेको मान्छेलाई स्कुटी कुदाउनु हुन्छ हात होइन पहिला कुदाउनु भयो होला हातमा बढी जान्छ क्या लेडिजले यो गाडी कुदाएको लेडिजले यो गाडी कुदाएको हो क्या टु विनर जस्तो होइन नि त म यहीँ आएको हो क्या गाडी बनाउन आएको हो हेरेकै रहेछ 200 पहिला 2 हो यो आई अनि उल्टो किन ल्याएको त केही भएन त्यही ठुलो कुरो त्यही त उताबाट ल्याउनु पर्ने यताबाट ल्याएछु क्या फेरि यतैबाट लड्नु भएको अनि यो बाइक चलाएर लडेन भने मजा आएन हजुर चलाउनु मैले बाइक बनाउन लिएको छु उहाँ छ म लडेँ क्या लडेँ उता यता यहाँको दाइले लानुभएको छ उहाँ लडेँ म लडेको होइन अलिकति धस्रिएको रोकेपछि लडाएको छ क्या रोकेपछि लडेको हो क्या फेरि यो बाइकमा म लड्ने भनेको नि जहिले म रोक्दाखेरि लड्ने हो त नभेटेर त्यही त धन्न कुदाउनु भएको भन्दैछु त अघि रोक्छ ध्यान दिनु पर्छ अर्को ठाउँमा रोक्नु अल्गो अल्गो हेरेर रोक्नु पऱ्यो अब त लडीको भने उठाउनु गाह्रो छ नि त यो ऐना कति कति लाग्छ अनि के दिन धसिरहेछ अनि हेरिदिनु त कति लाग्दो रहेछ महँगो भयो भने भेट्दैन एउटाको 870 रुपियाँ ए 860 राम्रा मिलाउनु न अलिकति तपाईलाई मिलाएर म जहिले लड्छु जहिले अब ठोकर लडिहालेँ त्यही तपाईलाई मिलाएर भनेको त ट्याक्क 870 नि ठ्याक्कै अँ मिलाएर गरिदिनु है दुईटा थियो के तर यो भन्दा राम्रो हुन्छ नि त हजुर यो भन्दा राम्रो हुन्छ खै कसो देखाउनु त होइन हेर्दा चाहिँ क्या यसको चाहिँ कति हो यसको तपाईलाई 820 रुपियाँ मात्र यसको 20 रुपियाँ महँगो त्यहाँ 20 रुपियाँ त्यो मैले 870 भने तपाईँलाई 870 यो त्यो 820 रुपियाँ मात्र यो चाली यही हाल्नु यो राम्रो दिन्छ एक्सपल्सको यही हो राम्रो पनि देख्नु पऱ्यो नि त हो अनि ऊ त्यो रुक्स त यो राम्रो देख्छ र नि यो भ्यात्त परेको छ क्या कस्तो भ्याप्त यसको यो दुईटा लुक्स त कति राम्रो देखिन्छ अनि जति महँगो हाले पनि अब लडेपछि अनि धसिहाल्छ। 20 र 50 रुपियाँको डिफ्रेन्स हुन्छ लडेपछि ल्याममा गइहाल्छ ल्याम्मे त जान्छ अहिले भर्खर लडाउनु यहाँ बनाउने त्यहाँ त केही माथिदेखि कुद्दै आएको यहाँबाट केटाहरू मुरी मुरी धन्यवाद तपाईँले मलाई बचाउनु भएकोमा कुद्नु परेन त अन्त नि के यस्तो बाहिरी अरू भएको भए त हामी कुद्थ्यौँ बचाउँथ्यौँ त्यो उसको त तपाईँले त आफ्नो पर्नुभयो एक्सपल्समा चढ्नु भएको छ तपाईँहरू यहाँ आउनुभएको भने 100% थाहा भएको छ हामीलाई तपाईँहरू यहाँ आउनुभएको भने 100% थाहा किन छ भने एक्सपल्स चढ्नु तपाईँ यता यतै आउँदै हुन्छ नि त पक्कै यहाँ आउनुभएको छ नि त अनि हाम्रोमै आउनुभएको कस्टमर हामीलाई 2 पैसा दिन आउनुभएको तपाईँ हजुर अनि तपाईँलाई बचाउनु पऱ्यो ए ल साथीहरू मेरो बाइक त जहिले उहाँले बनाउनुहुन्छ अनि मजाले बनाउनुहुन्छ क्या राम्रै ए त्यो त पहिले नि त्यस्तै भएको हो अस्ति 7,000 भर्खर 7,000 खर्च गरेर गएको त कसरी लडिस् कसरी लडिस् अरे सुरुमा के गरिस् अस्ति उसले उहाँको चाहिँ बोली आउँदैन साथीहरू तर साह्रै मजाले काम गर्नुहुन्छ क्या साह्रै मेहनती हुनुहुन्छ एउटा नठगिकन काम गर्नुहुन्छ कहिलेकाहीँ त म बाइक बनाउन ल्याउँछु नि त 10 बजी उसको खाना खाने टाइम हो 12-1 बजीसम्म नि मेरो बाइक सकेन भने गरिराख्नुहुन्छ सकाएरै दिनुहुन्छ मलाई तपाईँहरू घुसी घुसी नगर्नुहोस् न दाजुहरू मेरो मोबाइल फेरेको चाहिँ कति मोबाइलको चाहिँ मोबाइल कुन हाल्नुहुन्छ एक्सपल्सकै मोबाइल हाल्नुहुन्छ नि म त्यसै 2350 रुपियाँ अहिले मारिदिन्छु होला है हावा आमा म कति महँगो न फेरि खाली महँगो मैले मारिदिन्छु होला एक्सपल्सको मोबाइललाई 2350 भनेको अब तपाईँ यस्तो महँगो भन्नुहुन्छ सधैँ कुन लाउँछ त नि त्यहाँ अर्को लाउँदा हुँदैन मैले त 1200 लाग्छ भन्दैछ त नि फल्नाहरूले त फल्नाहरूले भनेको त म सस्तै हालिदिन्छु त 800 हालिदिनु त 800 होइन त्यस्तो सस्तो नि ठिकैको हालिदिनु न त्यो एक्सपल्सकै हाल्नु क्या त्यसमा त्यसकै मोबाइल हाल्नु क्या त्यो एक्सपल्सकै मोबाइल कुन हो उ त्यो त्यो कालो 2350
त्यो सबै पस्छ एक भाडा एक भाँडै गर्छ किन ल्याउने यहाँ रेट यहाँ छ त्यो रेट तपाईँहरूले तासेको होला नि होइन यो सिजीबाट आएको छ हेर्नु सिजी यो हो सिजीबाटै आएको ल ल ल ल ल ल भयो त मेरो दाजु गरिसक्नुभयो बुझेँ त गरिसक्नुभयो बोल्नु न गरिसक्नुभयो नि गऱ्यो रमाइलो है तपाईँ आउँदा कति रमाइलो पनि गर्छ भाइ अनि रमाइलो त नि अब यो मोबाइल चाहिँ मैले काठमाडौँ पोखरा गएदेखि फेरेको छैन साथीहरू आएर अनि आज फेर्न आँटेको यो कस्तो राम्रो छ यो राम्रो छैन एक थोपा पनि चुइनु भएन भाइ 2250 को छ एक थोपा बाहिर गयो भने 1 रुपियाँ के भन्छ 1 रुपियाँको घाटो हुन्छ फेरि नाला मजाले पक्रिनुहोस् च्याप्पसँगले यो के हो सोली पक्रेर हाल्नुहोस् जम्मा कति एमएल रहेछ यो कहाँ छ एमएल चाहिँ 1200 एमएल को ल साथीहरू अब चाहिँ बाइकले तेल खुवाइयो तेल होइन रक्सी खुवाइयो टकटक्याएर हाल्नुहोस् उचाल्नुहोस् ठाडो पार्नुहोस् त्यो बोतल मजाले त्यहाँ राम्रो गएको छैन क्या भाइ हाल न अलिक उचाल्नु न ल यो लेख्नुपर्छ होला नि त लेखिसक्नु भयो कति भएको मेरो जम्मा धेरै भएको छैन हौ म त लास्टै गरिब छ नि दाजु मलाई त्यस्तै लागिरहेछ हो तपाईँ कुरो सुनेर 2350 यो त अलिकति पनि घटाउनु भएन त तपाईँले त त्यो घट्दैन के त्यसमा त फिक्स 4450 रुपियाँ म त पागल हुन्छु होला है कहाँ यो राम्रो छ यो फेरेको यो नफेर्दा पनि हुन्थ्यो हुनु त मैले स्क्याच भएको चाहिँ नबोकौँ कि भनेर हो अब धोइदिनुहुन्छ अनि राम्रो पार्नुहुन्छ त्यसपछि जाने बाइक भइ छैन अब 200 रुपियाँ पैसा दिनु पर्यो क्या म जहिले 200 रुपियाँ दिन्छु कि ग्यारेजमा आउँदाखेरि यहाँ काम गर्दै रहेछ भयो भयो ए ल त्यो चिया खाऊ ल चिया बाई 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 जाने होइन हामी त्यो साथीहरू चिसै छ बाइक त धोएर ल्याएको कि भर्खरै के भएन भयो ल ल ल त साथीहरू हामी चाहिँ पाइप पनि बनाइसक्यौँ होइन अन्त त्यति आयौँ धुनु पनि लगायौँ अनि आयौँ अब चाहिँ हामी सरारा घर जाँदैछौँ साथीहरू के खाम मही खाम होला मही चिसो 60 रुपियाँ होला 1 लिटरको किन बेग्ला